हेलो नमस्कार सबैजनालाई आरामै हुनुहुन्छ। हाम्रो सुर्खेतमा गर्मी एकदमै बढेको छ। यही गर्मीलाई मध्यनजर गर्दै आज हामीहरू सुर्खेतको औद्योगिक क्षेत्रमा कुल्फी खान जान लागेको छौँ। हामी बाटोमा एकदम इन्जोय गरेर हिँडिरहेछौँ सबैजना। हाम्रो ग्याङ चाहिँ ठुलो छ नि, फेरि एकदम इन्जोय एकदम रमाइलो भइरहेको छ। गर्मी छ, हिँडिरहेछौँ, मजा आइरहेको छ। बाटोमा कस्तो राम्रो फुल फुलेको, मेरो छोरो र म त हेरे भयौँ। छोरीले त फुल टिपिदिनु मामु भनेर फुल नटिपेसम्म जान्न भनेर हैरान गरिस सताइसिन। हेर्नु न कति राम्रो फुल हो। तपाईँहरू पनि आउनुहोस् है, यो एकदमै राम्रो ठाउँ छ। फुलहरू, बाटोभरि फुलहरू। अझ बाटोमा त एउटा पुल पनि पर्दो रहेछ होइन। हामी त पुलमा त मक्खै टिकटक बनाउँदै हिँड्दै, झना नानीले हाम्रो टिकटक बनाइदिनु भएको, भिडियो खिचिदिनु भएको छ। यति इन्जोय गरिरहेछौँ हामीहरूले, नानीको झन् कुरै छोड्नु है। हामी अब पुग्यौँ, यता पनि पुग्यौँ होइन। अब हामी भित्र जाँदैछौँ कुल्फी खानको लागि। एक्साइटेड, को एक्साइटेड हुनुहुन्छ कुल्फी खानलाई? शान्ति थियो वा अनि झर्ना नानी अनि मनिषा आई एम सो एक्साइटेड। यो औद्योगिक क्षेत्रको मूल गेट हो। हामीहरू औद्योगिक क्षेत्र पनि पुग्यौँ। अब गेटबाट हामी भित्र लागिरहेछौँ होइन। भित्र पनि कति राम्रो, यहाँ फुलहरू कति राम्रो फुलेको हो। म त फुलहरू देखेर मनिषा मेरो भिडियो बनाइदेऊ न भन्दै फुल हेर्दै नानी म झना नानी मजासँग हिँडेछौँ। अनि मनिषा पनि म अब खिच्छु, म फोटो खिच्छु भनेर झना नानीलाई भिडियो बनाउन लगाएर हामीहरू फुलमा भिडियो खिच्छौँ। अब हेर न, नानी त कुल्फी खाने ठाउँ देखेर कुदेर पो लागिन् त। नानी रुक भन्दा पनि मान्दिनन्, पसलतिर कुदिसकिन् छोरो त कुल्फी खान आत्तिएर। हेर त दौडेको बाबा, कुन बेला लड्ने हो सानी, हेत्तेरिका कुदेर। ल नानी त दौडिँदा पसलभित्र पनि पुग्यौँ कुल्फी खान। सानी हामी कहाँ आयौँ अरे बेबी? कस्तो छ टुल्फी? टेस्टी छ, एम्मी छ। तिमी एकैपल्ट दुईटा खानी? ल खानु हजुर। ल हामी चाहिँ यता घरदेखि हिँडेरै आएको। अनि हिँडेर आउँदा थकाइ लाग्यो। त्यसपछि आरामले पलेटी कसेर बसेर चिसो कुल्फी खाँदैछौँ। हजुरहरू पनि एकपटक अवश्य आउनु होला सुर्खेतको औद्योगिक क्षेत्रमा कुल्फी खानको लागि। यहाँ एकदमै राम्रो मिठो कुल्फी पाइन्छ होइन। यो चाहिँ हाम्रो सानो पहिलो प्रयास मिनी भ्लग आज यतिमै अन्त्य हुन्छ। यस्तै गरी हामीलाई माया साथ सपोर्ट गरिरहनु होला। ल मनिषा, तिमी अन्तिममा के भन्न चाहन्छौ? लाइक शेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। भिडियो हेरेर प्रतिक्रिया दिनु होला। धन्यवाद।